नमस्कार, पुनः नयाँ भिडियोमा स्वागत छ तपाईलाई। आज यस भिडियो अन्तर्गत रहेर एउटै फ्रेममा डबल रोल कसरी राख्न सकिन्छ यस बारेमा जानकारी लिनेछौँ। र भिडियो सुरु गर्नुभन्दा अगाडि पहिले यो भिडियो हेर्नुस्। तपाईले कुखुरा किन जोड्नु? अब मैले कुखुरा चोर्नुको खास उद्देश्य भनेको चाहिँ अब बुढीले सधैँ साग मात्रै कति खुवाइरहेको, पहिलादेखि यसो मासु खानु पाए नि हुन्थ्यो। यो भिडियोमा पनि एउटै फ्रेममा डबल रोल राखिएको छ। यस्तो खालको भिडियो बनाउन एकदम सरल छ, तर भिडियो सुट गर्ने क्रममा तीन कुराहरू ख्याल गर्नुपर्ने हुन्छ। पहिले मोबाइललाई स्टेबल ठाउँमा नहल्लिने तरिकाले राख्नुपर्ने हुन्छ र त्यसैगरी दोस्रो कुरा ब्राइटनेसलाई लक गर्नुपर्ने हुन्छ, किनकि ब्राइटनेस घटबड भयो भने पनि समस्या आउँछ। त्यसैगरी तेस्रो ख्याल गर्नुपर्ने कुरा के छ भने भिडियो सुट गर्ने क्रममा एउटा दायाँतर्फ र एउटा बायाँतर्फको रोल निभाउनु पर्ने हुन्छ, जुन बीचको भागमा चाहिँ कुनै पनि रोल पर्नु हुँदैन। यो तरिकाबाट भिडियो गर्न सकिन्छ र भिडियो सुट गर्दा यो तरिकाबाट हुन्छ। यो भिडियोलाई नै हेर्नुस्। र यो खालको भिडियो सुट भइसकेपछि हामीले एडिट गर्नुपर्ने हुन्छ। एडिटिङको लागि कुनै पनि एप्लिकेसनबाट तपाईँले गर्न सक्नुहुनेछ र तपाईँलाई हामी देखाउनेछौँ अहिले चाहिँ क्यापकटबाट एडिट गरेर, जुन क्यापकटको मास्क टुल प्रयोग हुनेछ। र आउनुहोस् एडिटलाई सुरु गरौँ। हामी मोबाइलको स्क्रिनमा आइसकेका छौँ। यहाँबाट क्यापकट खोल्नुपर्ने हुन्छ, किनकि यसलाई यो तरिकाले देखाउँदा सानो हुने हुँदा म चाहिँ होरिजेन्टल तरिकाले देखाउन चाहेँ। क्यापकट खोलिसकेपछि न्यू भिडियो भनेर छ, त्यो प्लस आइकनमा थिच्नु। त्यसपछि हामीलाई आवश्यक परेको भिडियो सिलेक्ट गर्ने। भिडियो टाइमलाइनमा देखिसकेको छ। अब सर्वप्रथम त यहाँ बढी भएको पार्ट्सहरू हटाइन्छ। पहिले यहाँसम्म ठिकै छ। यहाँबाट अगाडिको भाग हटाउँछौँ र यही तरिकाबाट बिचको भाग र पछाडिको भाग पनि हटाइन्छ र दुईवटा क्लिप मात्र राखिन्छ, जुन एउटा दायाँ साइडको हो र अर्को बायाँ साइडको जुन रोल छ त्यसलाई राखिन्छ। स्प्लिट गर्दा चाहिँ क्लिक नगरेसम्म स्प्लिटको अप्सन देखिँदैन, यसमा नझुक्किने होला र सोही तरिकाले स्प्लिट गर्न सकिन्छ। अब हामी समक्ष दुईवटा क्लिप छ, जुन दायाँतर्फको रोल एउटा र बायाँतर्फको रोल एउटा गरी, जसलाई ओभरलेयरमा राख्नुपर्ने हुन्छ। कुनै एकलाई चुज गर्नुहोस् यसबाट। यसलाई चुज गरिसकेपछि ओभरलेयर भन्ने अप्सन छ, यहाँनिर क्लिक गरिसकेपछि ओभरलेयर भनेर माथिपट्टि देखिन्छ। जुन पछाडिको जुन मेन लेयर छ त्यो भाग देखिँदैन र ओभरलेयरको भाग मात्रै देखिन्छ। अब यसपछि मास्क भन्ने अप्सन हुन्छ, यसमा क्लिक गरिसकेपछि मास्क भन्ने अप्सनमा जानुहोस्। यहाँ विभिन्न मास्कहरूको अप्सन छ, त्यसमा चाहिँ हामीले अहिलेलाई होरिजेन्टलमा प्रयोग गर्छौँ। होरिजेन्टलमा प्रयोग गरिसकेपछि यस्तो तेर्सो खालको देखियो, जसलाई हामीले दुवै औँलाले छोएर यसलाई सिधा गर्नुपर्ने हुन्छ। सिधा भइसकेको छ। यसले अब मिलाउनु पर्ने हुन्छ, कुन तरिकाबाट मिलाउनु पर्ने हो, कुन ठाउँमा राख्दा ठिक हुन्छ त्यो विचार गर्नुपर्ने हुन्छ। यो तरिकाबाट यस्तो तरिकाबाट देखिन्छ। यहाँ जुन एउटा अगाडिको भागको फोटो देखिएको छ भने अर्को पछाडिको भागको देखिएको छ, जुन दुवैको आधी आधी भाग देखिने गरी देखाउनु पर्ने हुन्छ। र यो तरिकाबाट यो ठिक छ जस्तो लाग्यो। र पुनः सोही भिडियोलाई हेर्छौँ हामीले, ठिक छ या छैन। अलिकति अघि पछि भएको जस्तो लाग्यो। यसलाई चाहिँ जुन ओभरलेयरमा छ त्यसलाई पनि जुन अगाडिपट्टिको भाग छ क्लिप, त्यसलाई अलिकति काटेर अघि पछि बनाउनु मिल्छ। अब चाहिँ पर्फेक्ट भयो होला। भिडियो पर्फेक्ट भइसकेको छ। अब यसको लास्टको भाग पनि हेर्छौँ हामीले, लास्ट कहाँसम्म छ। यहाँसम्म अलिकति भाग पुर्याउनु पर्ने रहेछ, यसमा पनि जोड्छौँ हामीले। र यहाँ पूर्ण रूपमा भइसकेको छ। यो तरिकाले एक्सपोर्टमा क्लिक गरेर सेभ गर्न सकिन्छ। यो भिडियो सेभ भइसकेको भिडियो चाहिँ अगाडि छ, जुन फेरि पुनः हेर्न सक्नुहुन्छ तपाईँले। यो तरिकाबाट डबल रोलको भिडियो बनाउन सकिन्छ। यहाँसम्म आउनुभयो भने एक लाइक गर्नु होला र कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ कमेन्ट बक्समा कमेन्ट गर्न नछुटाउनु होला। फेरि अर्को भिडियोमा मिल्नेछौँ। बाई।